सरकारले निशुल्क बिजनेस ट्रेनिङ दिँदै लगानीकर्ता पनि खोजिदिने कसरी दिन सकिन्छ आवेदन। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको भिडियोमा। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित उद्यमशील कार्यक्रमले नयाँ उद्यमीहरूका लागि उद्यम स्टार्ट फर्स्ट ब्याच नामक निशुल्क बिजनेस इन्क्युबेसन कार्यक्रमको लागि आवेदन खुला गरेको छ। यो कार्यक्रम व्यवसाय संवर्धन, सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 अनुसार सञ्चालन गरेको हो। यस्तै स्टार्टअप तथा प्रारम्भिक चरणका व्यवसायलाई आइडियालाई व्यावहारिक लगानी योग्य र दिगो व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्नेछ। सहभागीले व्यावसायिक योजना विकास विशेषज्ञ, मेन्टरसिप, बजार तथा वित्तीय तयारी र डेमो डे मार्फत लगानीकर्ता समक्ष प्रस्तुति दिने अवसर पाउनेछन्। देशभरबाट 40 स्टार्टअप छनौट गरिनेछ। आवेदन वैशाख 12 गते भित्र दिनुपर्नेछ। सूचना प्रकाशन मिति 2082 12 महिना 26 गते। सूचना प्रकाशन भएको मितिदेखि 15 दिनभित्र सञ्चालन गरिने व्यवसाय संवर्धन कार्यक्रममा आवेदन दिई सहभागी हुन सक्नुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइट चाहिँ www.moice.gov.np रहेको छ। आवेदनका लागि आवश्यक पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र 1 मा, त्यसपछि 2 मा छ आफूले गर्न चाहेका नवीनतम सोच सहितको विस्तृत विवरण। व्यावसायिक योजना: तपाईँले के व्यवसाय गर्न चाहनुहुन्छ, त्यसको योजना के छ त्यो पनि लिएर जानुहोला सँगै। ग नम्बरमा छ दफा 16 मा उल्लेखित आचरण पालना गर्ने सो घोषणा। दफा 16 मा लेखेको आचरण चाहिँ सो घोषणा गर्नुपर्छ, पालना गर्नुपर्छ त्यसको। त्यसपछि 4 नम्बरमा छ स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि। त्यसपछि 5 नम्बरमा छ संस्था दर्ताको प्रमाणपत्र यदि संस्था वा कम्पनी दर्ता भएमा मात्र। र साथीहरू, तल कन्ट्याक्ट नम्बर पनि छ, त्यहाँबाट तपाईँहरू कल गरेर जानकारी लिन सक्नुहुन्छ। र साथीहरू, यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन अन गरिदिनु होला, किनकि यस्तै खाले भिडियो तपाईँसम्म आइरहन्छ। हस्त फेरि भेटौँला अर्को साता।